हेलो एभ्रिवान। तपाईहरुले सोच्नुहुन्छ होला म चाहिँ यत्रो ठुलो बोल बोकेर चाहिँ यहाँ किन छु भनेर है। खासमा चाहिँ म यहाँ बारी आइरहेको छु। तपाईहरुलाई एउटा कुरा देखाउँछु ल, मैले चाहिँ यो बोल किन लिएको भनेर चाहिँ। ढ्यान यहाँ हेर्न सक्नुहुन्छ यो रुखमा। यो चाहिँ हाम्रो एकदमै पुरानो रुख हो। हामी पहिला सानोमा हुँदाखेरि यहाँ माथिबाट चढेर म चाहिँ यहाँ माथि बसेर मिठाईहरू खान्थ्यो हैन। अनि यहाँ चाहिँ के छ भन्दाखेरि तपाईले देख्नु हुँदैछ, यो चाहिँ चौ हो, कर्ने चौ। खास त यो के भन्छ अस्ति अगस्तकै टाइममा फल्ने हो चौको सिजन चाहिँ। तर विन्टरमा पनि अब यो रुखमा त सधैँ फलिबस्छ नि त। आमाले अस्ति अलिअलि पानी हाल्नु भएको थियो, त्यही भएर चाहिँ यो यति फलेछ। म चाहिँ यही टिप्न आएको। तपाईहरु कतिजनाले अब यस्तो हुन्छ नि पोइजनको चौ हो भनेर डराउनुहुन्छ नि, तर यो चाहिँ हामीले कति ताल खाइसकेको, यसरी नै पलाएर पनि कति ताल सब्जी बनाएर पनि खाइसकेको। त्यही भएर चाहिँ यो चाहिँ खाने चौै हो, कर्ने चौ। तपाईहरु कतिजनालाई याद पनि होला सक्नुहुन्छ। साह्रो पर्दैछ त। मजाले निकाल्नु पर्ने रहेछ जिन्दा। ल यो चाहिँ मजाले धुनु पर्ने हुन्छ, किनभने रुखको यहाँ पुरा पत्ताहरू यहाँ पनि छ है। त्यस्तो हुन्छ।